मेरो पेजमा तपाईँ सबैलाई म चाहिँ आज यहाँबाट अघि लाइभ पनि गरेँ र यो भिडियोहरू चाहिँ मैले नानीहरूको यो अहिले सानो छँदा नानीहरू अलिक आज्ञाकारी नै हुन्छ है। अब यिनीहरू पढ्दैछ र यिनीहरूले आज सबैजनाले मल बोक्दैछ र यहाँनिर यो मसिनो नानीहरूले मल बोक्दैछ। आज उनीहरूले बोजूलाई यो विन्टरको उनीहरूको सानो बोजूलाई काम सकाएको। अब त्यहाँदेखि त हामी आफ्नो आफ्नो स्कुल लागि आफ्नो आफ्नोमा बिजी हुन्छ है र गर्नु पाउँदैन। र नानीहरूलाई चाहिँ एउटा मोरल भ्याल्युजमा एकदमै इम्पोर्टेन्ट भ्याल्युज हो यो है, हेल्प इच अदर है भनेर। र बुढाबुढी बोजू बाजेले मात्रै खटिरहेको हुन्छ, बाउ आमाले मात्रै खटिरहेको हुन्छ है, तर उनीहरूलाई सघाउनु पनि एकदम इम्पोर्टेन्ट छ भनेर चाहिँ यो चाहिँ हामीले नानीहरूलाई सानो एउटा लेसनको आधारमा हामीले उनीहरूलाई यो गर्नु लगाएको है। र नानीहरूले पनि खुसीसँग गरिराख्छ। अब यसरी खुसीसँग कुनै काम पनि गर्दाखेरि चाहिँ करकापमा चाहिँ कुनै पनि राम्रो हुँदैन है। र त्यसले गर्दाखेरि यहाँनिर ठुलो मान्छेले स्टार्ट गरेर चाहिँ नानीहरूलाई सिकाउनु चाहिँ एकदम जरुरी छ है। अब चाहिँ सिकाउनु पर्छ है, ठुलो मान्छे चाहिँ इक्जाम्पल बनिनुपर्छ है। र यसरी सबै सिकाउनु हुँदैछ अनि नानीहरूले यसरी गर्दैछ। यहाँ सेरिना छ, जेम्स छ, हेजरोन छ, लरेन्स छ। पछि उनीहरूले पनि हेर्छ कि हामीले यो गर्थ्यो होइन, उनीहरूले नै आफ्नो आउनेवाला जेनेरेसनलाई सिकाउँदै जान्छ है। किनकि यो बस्तीको काम गर्नु भनेको कुनै एउटा नराम्रो काम होइन है। अहिले सबैजना नानीहरू है हेल्थ इस्यु भइरहेको छ, एक्सर्साइज छैन है, दुनियाँभरको भिटामिन दबाईहरूको सहयोग लिनु पर्दैछ है। र नानीहरू चाहिँ यसरी जमिनसँग जोडिनु चाहिँ एकदम इम्पोर्टेन्ट छ है। र यसरी बस्तीमा आएको बेलामा बजारमा हामी भन्नु सक्दैनौँ, तर बस्तीमा आएको बेलामा चाहिँ नानीहरूले यो कुराहरू गरेको एकदम राम्रो है। र यो कुरा सिक्नु एकदम राम्रो, किनभने यो चाहिँ हाम्रो सिक्किममा चाहिँ प्रायः अर्ग्यानिक फार्मिङै हो। यो गाईको मललाई आजको दिनमा यसरी ओसारिँदैछ मकै रोप्नुको लागि। यहाँ यी आलुहरू पनि फलेको छ, अब केही दिनमा यो आलुहरू पनि खनिन्छ है। र यहाँ यसरी आलुहरू पनि फलिरहेको छ। र भिडियो चाहिँ मैले त्यसरी बनाएको है। हाम्रो चाहिँ यसरी दिन बित्दैछ, एक दुई दिनमा फर्किनु पर्नेछ। र यहाँनिर सिकाउने लिडर हुनै पर्यो, काम अराउन मात्रै मिल्दैन, नानीहरूलाई मात्रै गर के अरे हामी सोसल मिडिया पनि हो कि, सोसल मिडियाले चाहिँ यस्तो कुराहरू पनि प्रचार गर्नुपर्छ हामीले क्या। यो मान्छेहरूलाई अब कसरी फार्मिङ कसरी गर्ने, अब यसमा पनि मान्छेले क्या, अब मान्छे अहिले अब नोकरी हो सबैलाई चाहिन्छ, अब तर कहाँ लाउने, अब मान्छे सबै कुरा उयो हुँदै जाँदैछ होइन। सबै अब के अरे यो हाइटेक जमाना आयो, सबै कुरा अब अहिले कम्प्युटरले है सुविधाजनक बनाएको छ। त्यसले गर्दा अब के हुँदैछ भने जब अपर्च्युनिटी चाहिँ अब कम्ती हुँदै जाँदैछ। त्यसले गर्दा मान्छेले यसै गर्नुपर्छ अब क्या, यो खेतीमा चाहिँ फर्किनुपर्छ मान्छे, ब्याक टु एग्रिकल्चर हुनुपर्छ। यो एकदम राम्रो चिज हो। पहिला हामी चाहिँ के गर्छ भने अहिले हाम्रो कल्चर के छ भने खेतीपाती गर्ने मेहनत गर्ने मान्छेलाई चाहिँ हामी चाहिँ एउटा लेबर भनेर टाइटल दिएर है उनीहरूलाई अर्कै नजरियाले हेर्ने, तर त्यो होइन क्या। अहिले चाहिँ के अरे मेहनत गर्ने मान्छे चाहिँ अहिले त्यो चाहिँ गड जस्तो मान्नुपर्छ है अहिले। किनभने एक दिन यो खेतीपाती गर्ने मान्छे सबै सकियो भने, उत्पादनै भएन भने चाहिँ पैसा चाहिँ एभ्रिथिङ होइन। मान्छेलाई भोक लागेको छ तर होइन $100 खाएर चाहिँ अगाउँदैन, द्याट इज द फ्याक्ट। अनि अहिले हेल्थको लागि सबैजना मान्छे अर्ग्यानिकै खोज्छ, अर्ग्यानिक खोज्छ। यति राम्रो चिज हो नि भन्दैछु त, यो एक्सर्साइज खाना खाइयो हो बिहान, अब यो फ्याट बर्न हुँदैछ यहाँ हो, खेती पनि हुने, मान्छे लङ लाइफ बाँच्छ पनि, त्यस्तो है। द्याट्स अल। तपाईँहरूले सुन्नुभयो। अनि यसरी है यहाँनिर बारीमा यसरी बैगुनहरू पनि रोपेको छ। हेर्नुहोस् यो ब्रोकाउली पनि रोपिएको छ है यसरी। अनि यसरी बिँहरू सबै यो अर्ग्यानिक है, मलमा गाईको मलमा भएको। र यस्तो प्रकारले तपाईँहरूलाई म यो देखाउँदैछु। अनि यहाँ हेर्नुहोस् न जङ्गलको फुल कति राम्रो, यो हेर्नुहोस् न थुप्रो कुरा हामीले हेर्नु पाउँछ, देख्नु पाउँछ। र यो
बुझ्छ न यो प्लान्ट हेर्नु न कति दामी। यहाँ सबैजना नानीहरू सबैजना गर्दैछ। यहाँ हेजरोनले बोक्दैछ, लरेन्सले बोक्दैछ, सेरिनाले बोक्दैछ र यिनीहरूलाई ओबिडियन्ट पनि हुनु सिक्दैछ यो कुराले। यिनीहरूले गर्नै पर्छ, सघाउनै पर्छ भन्ने कुरा एउटा भ्याल्युज पनि हो नानीहरूलाई। गर्नुपर्छ, बोजूले गरेको, बाउले गरेको, दाजुले दिदीले गरेको काम हामीले पनि गर्नुपर्छ भन्ने एउटा भ्याल्युज पनि सिकेको नानीले। र मोरल भ्याल्युज चाहिँ बुकमा मात्रै सीमित भएर भएन, प्र्याक्टिकल हुनु एकदम जरुरी छ। र हामी बुढाबुढी चाहिँ यही कुरालाई एकदम मेन फोकस प्लस मेन यसलाई उयो दिन्छौँ है। र अरू दिदी दाजुले गर्नु सकेको कुरा किन गर्नु सकेन उसले है। र यो कुरा चाहिँ उसले सिक्नै पर्छ। यो नानीलाई पनि एउटा हाम्रो एउटा यो मोरल भ्याल्युजको एउटा टिचिङ पनि हो नानीहरूलाई। सो तपाईँलाई देखाउँदै यहाँ हेर्नुहोस् त हाम्रो चाहिँ यस्तो जग्गामा छ। यो चाहिँ लिन्दोक हो है, वरिपरि पहाडले घेरेको, अनि तातो पनि छ, त्यहाँ खोला छ है। र यहाँ तल ड्याम छ, यो तल हल्का देख्नु हुँदै गरेको यहाँनिर ड्याम छ है। र यो पहाडी गाउँ छ, तामाङ गाउँ हो। यहाँ उँभो फुदुङ पर्छ है, यहाँ उता नर्थ पर्छ, यो सबै नर्थहरू पर्छ, उता कविहरू के पर्छ। सो यो जग्गाहरू चाहिँ म तपाईँलाई देखाउँदैछु। थ्याङ्क यू फर वाचिङ।